यार के हो यो दुम्सीको काँडा हो कि दुम्सी काँडा हो ती दाउरा त बोक्न सक्नु पर्यो यार तेरी चलो राख्नु पर्ने हुन्छ साथीहरु नभए फुस्केर गइहाल्छ सो यसले सो हे गाइस वेलकम ब्याक टु आवर न्यू भिडियो। सो स्वागत छ तपाईहरुलाई मेरो न्यू भिडियोमा। सो गाइस यार आज चाहिँ म फेरि पनि आइसकेको छु जंगलमा। सो आज चाहिँ क्याम्पिङ गर्नको लागि हैन, कुनै अरु भिडियो बनाउनको लागि हैन, आज चाहिँ म ट्र्याप बनाउनको लागि आएको छु है त। सो खेतमा चाहिँ बङ्गुरहरुले सबै बालीनाली मासेर सबै केही हुन दिएको छैन, आलुहरु सब उखालेर खाइदिएको छ। त्यही भएर आज बङ्गुरलाई थोरै नियन्त्रण गर्न भनी आज चाहिँ म पासो थप्न आएको छु। सो तपाईहरुलाई आजको यस भिडियोमा चाहिँ म पासो कसरी थप्छु र बङ्गुर हिँड्ने बाटो कस्तो कस्तो हुन्छ तपाईहरुलाई देखाउने नै छु। र आज चाहिँ थोरै दाउरा पनि काट्नु छ। सो दाउरा काट्दै आज चाहिँ पासो सासो बनाएर निस्किने छु। सो साँझ कि भोलि बिहान आएर चाहिँ हेर्ने छु। सो अब चाहिँ थोरै दाउरा काट्छु। आजको भिडियोलाई सुरुदेखि अन्तिमसम्म हेर्नु होला है त। हैन यहाँबाटै ल रोक्नु, यहाँबाट नि हिँडे जस्तो है बादल। ए यस्तो बना है पदम, यहाँदेखि हिँड्ने रहेछ। यहाँ दाउरा हाम्रो तान्दै हुनुहुन्छ दाउरा। यदि लामो छ आङ्कुसी पनि यी माथि त्यसलाई नि तान्नु। अलि माथिबाट गर्नु न, त्यहाँबाट तानेबाट कहाँ भादिन्छ र अलि माथिबाट तान्नु न त्यो तारा अलि पो भादिन्छ। ओ आयो 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 ओइ पन्जा लाउनु न, पन्जा लाउने हो पन्जा दिनु न। इ अलि यताबाट तान्नु न। ल तानो ल। हाम्रो चुन सरले चाहिँ यहाँ दाउरा तान्दै हुनुहुन्छ। चढ्न नसकेपछि यस्तै हो, यी टेक्निक चाहिँ दामी हो क्या। दुइटाले तान्नु बिना टाइ न आउँछ आउँछ। तान्ने मात्र गऱ्यो भने आउँदैन। ओइ आयो आयो झाडी यार मान्छे भ्याट तेरि दाउरा पनि यस्तो झाडीमा यार छिटाउनु यार। यता माथि यता पनि झाडी के गरेछन् यार मान्छेहरू यार, सब झाडी मात्र छन् यार। ल हाम्रो चुनसर चाहिँ दाउरा लिएर आउनुभयो। हाम्रो सर आउँदै हुनुहुन्छ। ल पुग्यो पुग्यो जाम। फालो के उता सिधै वारै फालो ल्याऊ ल हेर है म उता पुग्छ। आर्मीलाई ल मैले उताको सिजौ त ल्याए। ए निस्कियो के फाइनल्ली गाइज। अब हाम्रो चाहिँ यहाँ दाउरा साउरा पुगिसक्यो है हामीलाई। हो विनोद आउनु के ऊ त्यहाँको त्यो निकाल्न सक्नुहुन्छ र? यहाँदेखि त्यहाँ त्यो साइकलमा साइकलमा लाने हो, बाइकमा भए त सकिन्थ्यो। हो त्यो एउटा थियो त विनोद हो त्यो भनेको मैले। खतरा छ। तर ल भारी बनाऊ छिटो ल। त्यो तिमीलाई नहल्ने बेना के
बंसी की भैया यार बिना का मांग चले आऊ न दुईजना मिलेर बनाऊ तिमी त्यहाँ ट्राइपडमा राख ट्राइपड ल्याएकै त त्यही भएर हो आउँछ अडिन क्या त्यो ल्याउ त ए अघि मैले काटेको तुताकै हो त्यो ल यो ताना तिमीले मान्छेलाई आइयो के गर्ने त एउटा हात ल्याउ पन्जा बिजने छ कि छ न यो दुईजना बिजने छ नि तर्कै कुरा दामी दिनु फेरि सँगसँगै कामलाई काम लाउनु पैसा ल्याउ त पछाडि सकिन्छ यार सक्छौ बोक ज्याम लगाएर या त्यति दाउरा त बोक्न सक्नु परेको यार तेरी चलो ल हौ आजलाई यति यस्तै हेर्दै गर्नु होला हैन होइन र घरतिर लाग्यो गाई हामी चाहिँ दामी टाइट भयो घरतिर हैन के यहाँ कन्टिन्यू गर्न सक्छ पर्छ ह किन राख छ त तनाके गेले होला कुरा ठोकेको र 10 बजे सानी द ल जाऊ ए हामी त हिँड्यो ल त आज रालेले मिल्दा उसो भए त्यहाँ चाहिँ नयाँ लाग्यो त गयो पछि आरिकले नगएको चाहिँ चाहिँ झ्यामझिमको पाचा होला अब त्यहाँ मैले चाहिँ मिल्छु अनि मिलाना मामन दिया छ मिनी भर त्यसै नै भयो त्यो सिसो डाङ्गो काट त्यहाँपछि झला गरेर राख्यो त्यो गाउँले लिएको छ लिएको छ खुला दुम्सीको चाहिँ काम हालेकै बुढा सो गाइज दाउरा चाहिँ मेरो यति भयो आज यति नै लान्थ्यो होला नि सो गाइज मलाई दाउरा चाहिँ पुग्यो अब एकछिनमा चाहिँ यो दाउरालाई साइड लगाएर के थाप्ने भने बङ्गुरलाई ट्र्याप थाप्ने पासो थाप्नुपर्छ र पासोको लागि चाहिँ मैले रस्सीहरू पनि लिएर आएको छु रस्सीहरू सबै बाँधेर पासो थापेर बल्ल यहाँदेखि निस्किने हो सो अब चाहिँ यो दाउरा चाहिँ साइड लाउनु पर्यो हाम्रो चाहिँ थापिरहेछ सो राति भइसक्यो बाँधेर राख्नुपर्ने हुन्छ साथीहरू नभए फुस्केर गइहाल्छ सो यसले चाहिँ सिर्फ त्यसलाई क्याच गर्नलाई मात्र त्यसलाई समात्नलाई मात्र त्यसले चाहिँ उस गर्ने हो